2082 को शैक्षिक सत्रको लागि चाहिँ सम्भावित रूपमा विद्यालयले विगतमा गरेकै शैक्षिक सत्रको केही तयारीको निरन्तरता र थप शैक्षिक र त्यो सँगै बालबालिकाहरूको सर्वाङ्गीन विकासको निम्ति चाहिने आवश्यक विषयवस्तुलाई थपेर नयाँ ढङ्गको केही प्लानिङहरू गरेको छ र यसको लागि हामीले चाहिँ भर्ना अभियानको रूपमा नयाँ बालबच्चाहरूको यही चैत्र 25 गतेबाट सुरु गर्यौं भने अन्य हाम्रो विद्यालयमा अध्ययनरत बालबालिकाहरूको नयाँ भर्नाको लागि हामीले वैशाख 2 गतेबाट भर्ना अभियानका कार्यक्रमहरू सुरु गरिरहेका छौं। यसमा चाहिँ अहिले 21औं शताब्दीमा बालबालिकाहरूको लागि चाहिने विशेष सिप, व्यवहार, ज्ञान, संस्कार र त्यसका निम्ति चाहिने आवश्यक प्राविधिक विषयवस्तुलाई जोडेर नयाँ खालको कार्यक्रमहरू हामीले तर्जुमा गरेका छौं। यसले चाहिँ पक्कै पनि अहिलेको युगमा अहिलेको समयका अभिभावकजीहरूले खोज्नुभएका अथवा उहाँले देख्नुभएको सपनाहरू र उहाँले आफ्ना छोराछोरीको अथवा सन्तानको लागि भविष्यमा गर्नुपर्ने र पाउनुपर्ने आवश्यक शिक्षाका सिकाइका योजनाहरू जुन तर्जुमा गर्नुभएको छ त्यो विषयवस्तुहरूलाई प्रस्तुत हुने गरी त्यो विषयवस्तु उहाँको आकांक्षा र उहाँको सपनालाई पूरा हुने गरी नयाँ प्रविधिमा जोडिएर नयाँ सोचका साथ चाहिँ विभिन्न रचनात्मक कार्यक्रमहरू सहित हामीले नयाँ वर्षको भर्नाको कार्यक्रमहरू तय गरेका छौं। विद्यालयमा शिक्षण सिकाइ गर्ने परिपाटी भनेको विद्यालय, शिक्षक, अभिभावक र विद्यार्थी यो चारवटा व्हीलहरूको महत्त्वपूर्ण जिम्मेवारी अथवा भूमिका रहने गर्दछ। यसमा पनि विशेष गरी शिक्षक अनि सिकारू विद्यार्थी र अभिभावकले आफ्नो बालबच्चाको निम्ति गर्नुपर्ने संस्कारजन्य जति पनि सिकाइको लागि आवश्यक पर्ने विषयवस्तुहरू छ त्योसँग जोड्नको निम्ति विद्यालय अझ अभिभावकसँग बढी नजिक हुने, उहाँको समस्यालाई नजिकबाट बुझ्ने प्रयास गर्ने र त्यसलाई समाधानतर्फ बालबालिकाको सिकाइको निम्ति चाहिने थप कुराहरूलाई समाधान उन्मुख भएर गर्ने भएको हुनाले यो कुरालाई निरन्तर अगाडि लैजानै पर्छ। त्यो नयाँ सोचका साथ अझ तयारी गरिरहेका छौं हामीले, जसको लागि हामीले एउटा करिकुलम सेयरिङदेखि लिएर हामीले वर्षभरि अब 82 मा उहाँको छोराछोरीले यो विद्यालयमा आइसकेपछि सिक्ने, जान्ने र सिक्नुपर्ने विषयवस्तु के हुन् भन्ने कुरा प्री प्लानको रूपमा अगाडि नै हामी पेश गर्छौं। त्यसले गर्दा उहाँलाई एउटा रोडम्याप तयार हुन्छ। विद्यार्थीहरूलाई हामीले शिक्षण सिकाइको निम्ति चाहिने विषयवस्तुहरु अन्तर्गत अहिले सिसी र इसीको कुराहरू हामीले भनिरहेका छौं। त्यसमा इसीको पाटो भन्ने अहिले फरक विषयवस्तु होइन। शिक्षण सिकाइको निम्ति चाहिने अहिले अपरिहार्य विषयवस्तुको रूपमा रहेको हुनाले इसी अहिले को करिकुलर एक्टिभिटिजको रूपमा आउँछ र यसका निम्ति चाहिँ उसको व्यवहारपरक संस्कारजन्य विषयवस्तुहरू थप उसको शारीरिक मनोबल उच्च बनाउने अथवा शारीरिक तन्दुरुस्ती बनाउने त्यसले चाहिँ पाठ्यपुस्तकभित्र भएका शिक्षण सिकाइका गतिविधिहरूलाई चाहिँ सहकार्य गर्ने भन्ने रूपमा चाहिँ अहिलेको इसीहरू अगाडि आइरहेको हुनाले त्यो कुराहरूलाई अतिरिक्त नबनिकन शिक्षण सिकाइको पेडागोजीसँगै संलग्न गराएर त्यसलाई समायोजन गरेर नै हामीले चाहिँ शिक्षणका मोडालिटीहरू अगाडि बढाउने कार्यक्रम पनि 2082 मा राखेका छौं। त्यो अलिकति प्रभावकारी र फलदायी भएको पनि देखिन्छ। बाल प्रतिभाको सन्दर्भमा हेर्ने भने हामीले चाहिँ उनको चाहिँ आफ्नो स्पिचका कुराहरू जस्तो बोल्ने कलाको कुराहरू हुन सक्छ, किनभने यो समाजमा अहिलेको दुनियाँमा आफ्नो अभिव्यक्ति, आफ्नो कुरा, आफ्नो विचारहरू एउटा मासको अगाडि राख्न सक्ने पनि एउटा सिकाइ हो, त्यो पनि एउटा क्षमता हो। एउटा व्यक्तित्वको कुरा हुन सक्ने भयो। अर्को नृत्यको क्षेत्रमा बालबालिकाले आफ्नो कलाहरू, आफ्नो सिप र सृजनाहरू प्रस्तुत गर्न सक्ने नृत्यको विधाहरूको कुराहरू भए। खेलकुदको क्षेत्रमा स्पोर्ट्सको विभिन्न विधाहरू जस्तो बास्केटबलको भयो, फुटबलको भयो, त्यसैगरी करातेको भयो, ताइक्वान्डोको भयो, यसैगरी कबड्डीको भयो, क्रिकेटको भयो, यी विभिन्न विषयहरू जुन स्पोर्ट्स जसलाई शारीरिक रूपमा उसलाई चाहिँ तन्दुरुस्त राखेर उसको फिजिकली मेन्टेन गर्ने कुराको निम्ति यो विषयवस्तुलाई हामीले अत्यन्तै मेहनतका साथ जोड्ने गरेका छौं। यो निरन्तर रूपमा जोडेका छौं र 82 मा पनि यो कुरालाई हामी निरन्तर अगाडि बढाउँछौं। यसले बच्चालाई चाहिँ कक्षा कोठाभित्र मात्रै बसेर जुन मोनोटोनस ढंगले सिक्ने जुन वातावरण भइरहेको छ यो कुरालाई केही रूपमा भए पनि केही हदसम्म यसका अतिरिक्त पाटाहरूले चाहिँ जोडेर उनलाई एउटा प्रेरणा दिने, उसलाई चाहिँ एउटा ह्याप्पी बनाउने। जो बच्चाहरू ह्याप्पी मोमेन्टमा बस्न सक्दैन, क्लासमा केही सिक्छु भन्ने एउटा चाहिँ भावनाका साथ जाँगरका साथ बस्न सक्दैन, उसले चाहिँ नयाँ खालको कार्यक्रमहरू आफूलाई चाहिँ अगाडि बढाउन सक्दैन। यसका निम्ति पनि यस्ता विभिन्न पाटाहरू, अतिरिक्त क्षेत्रका विषयहरू, गायनका विषयहरू हुन सक्छ, त्यो हाम्रो निरन्तर रूपमा चल्छ। यसैगरी अहिले चाहिँ हाम्रो नेपाली धर्म, संस्कृति, रीतिरिवाज अनुसार एउटा चाहिँ भाषाको विकासको निम्ति चाहे त्यो अंग्रेजीको कुरा होस् चाहे नेपालीको होस्, ती सबै विषयहरूलाई गाइड गर्ने एउटा मूल भाषाको रूपमा संस्कृत, त्यो संस्कृतको कक्षा पनि हाम्रो विद्यालयमा निरन्तर गर्छौं, जसले हाम्रो भाषाको मुख्य मेरुदण्ड
स्टार्टिङ त्यहाँनिर गर्छ, त्यो विषयलाई पनि हामीले जोडेका छौँ र संस्कृतको कक्षा पनि हाम्रो विद्यालयमा सञ्चालन हुन्छ। यसले आम रूपमा चाहिँ एउटा कलिलो बालक सामाजिक रूपमा यो देशको एउटा चाहिँ नागरिक भोलिका निम्ति चाहिँ एउटा उज्जवल ताराको रूपमा यो देशलाई नै लिड गर्न सक्ने, समाजलाई लिड गर्न सक्ने, आफ्नो परिवारलाई लिड गर्न सक्ने र यो समाजमा जाँदाखेरि आफ्नो सिप क्षमता र दक्षता अनुसार केही गरिखान सक्ने त्यो खालको शिक्षाबाट अघि बढ्नु र बढाउनुपर्छ भन्ने मान्यता अनुरूप यो भीमेश्वर एकाडेमीले काम गर्ने भएको कारणले पनि आज सबैको रोजाइमा, सबैको खोजीमा चाहिँ यो विद्यालयको शैक्षिक कार्यक्रमहरू बनेको छ। म जसरी यसको आफ्नो अग्रिम पाइलालाई अझ सहज बनाउनको निम्ति सहयोग गरिरहनु भएको छ, म सम्पूर्ण अभिभावकज्यूहरूलाई शैक्षिक सत्र 2081 सम्ममा आउँदाखेरि विद्यालयको यात्रामा जोडिएर अत्यन्तै भावनात्मक रूपले सहजतापूर्वक सहयोग पुर्याउनु हुने सम्पूर्ण आम शैक्षिक प्रबुद्ध व्यक्तिहरू, अभिभावकज्यूहरू, शिक्षक कर्मचारीहरू, समाजका लब्ध प्रतिष्ठित व्यक्तित्वहरू र यो देशका निम्ति एउटा शिक्षाको क्षेत्रमा लाग्नुभएका सम्पूर्ण शैक्षिक अभियन्ताहरूलाई म हार्दिक धन्यवाद र आभार व्यक्त गर्दछु। र सँगै 2082 मा हामीले उहाँलाई अझ मेरो अनुरोध के छ भने अहिले हरेक अभिभावकले, हरेक समाजले यो राष्ट्रले खोजेको शिक्षा क्षेत्रको अनुयायी चाहिँ कस्तो हो त भन्दाखेरि एउटा आम रूपमा यो समाजलाई बुझ्ने, राष्ट्रियतालाई बुझ्ने, हाम्रो धर्म, संस्कृति, संस्कारलाई बुझ्ने, परिवारलाई बुझ्ने र जुन काम र जुन कर्तव्य पुरा गर्दाखेरि यो देशमा एउटा चाहिँ आफ्नो पहिचान बनाउन सक्ने खालको नयाँ जेनेरेसन निर्माण गर्नुपर्ने, त्यस्तो खालको सिप र सृजनाहरू सिकाउनु पर्ने भीमेश्वर एकाडेमीको एउटा आफ्नो प्रमुख कर्तव्य हो। यसका निम्ति चाहिँ फेरि पनि जुन ढङ्गले उहाँले हामीलाई सहयोग गरिरहनु भएको छ, सम्पूर्ण क्षेत्रका शैक्षिक प्रबुद्ध व्यक्तित्वहरू, उहाँलाई आगामी शैक्षिक सत्र 2082 मा पनि त्यही रूपले उहाँले सहयोग गर्नुहुनेछ भन्ने मैले अपेक्षा गरेको छु। र सँगै उहाँले एउटा सपना देख्नु भएको छ, आफ्ना छोराछोरीहरू यो विद्यालयमा ल्याएर अध्यापन गराउँदै गर्दाखेरि एउटा सपनाका साथ, योजनाका साथ उहाँहरू यो विद्यालयमा लगानी गर्दै हुनुहुन्छ। पक्कै पनि उहाँको लगानी, उहाँको सपनालाई खेर जान दिने छैन यो विद्यालयले, यो प्रण गर्दछ। किन तपाईँले जुन सोचका साथ यो विद्यालय रोजेर आउनुभएको छ, आफ्नो बालबच्चाको भविष्य निर्माणको निम्ति हामीलाई जिम्मा लगाउनु भएको छ, त्यो जिम्मेवारी अत्यन्तै कुशलतापूर्वक यो विद्यालयले पुरा गर्नेछ। र तपाईँहरूको अनुशासनको क्षेत्रको कुराहरू अहिले बालबच्चाहरूमा पढ्ने लेख्ने विषयवस्तु भन्दा पनि अलिकति बढी प्रविधिसँग जोडिएर अलिकति अननेसेसरी टाइम पनि त्यसमा खर्च गर्ने र आफ्नो अनुकूल जुन खालको कार्यक्रमहरू, जुन खालको गतिविधिहरू गर्नुपर्ने हो त्यो कुरालाई अलिकति पर राखेर आफ्नो ढङ्गले आइसोलेट हुने खालको बालबच्चाको अहिलेको सन्दर्भहरू देखिएको छ। त्यो कुरालाई एउटा अनुशासनको पाटोबाट मर्यादाको ढङ्गले, संस्कारको ढङ्गले, घरमा हुने खालको व्यवहार, घरमा हुने आफ्नो संस्कार र संस्कृतिलाई पनि अभिभावकज्यूहरूले पनि अलिकति बढी त्यसलाई चाहिँ चासो र चिन्ता लिदिनु भयो र त्यसलाई अलिकति बढी उहाँले पनि गाइड गरिदिनु भयो भने पक्कै पनि त्यो पाटो स्कुलको निम्ति अलिकति सहज हुन्छ। यसले गर्दा जब बच्चाको एउटा होलिस्टिक डेभलपमेन्टको निम्ति, करियरका निम्ति एउटा होलिस्टिक एप्रोच इम्प्रुभमेन्टको निम्ति गर्नुपर्ने पाटाहरूमध्ये बच्चाको संस्कार, भाषा शैली, बोल्ने लवज तौर तरिकाहरू, आफूभन्दा ठुला र सानालाई गर्नुपर्ने आदर सम्मानका कुराहरू, मायाका कुराहरू, आफ्नो र पढाइलाई चिन्ने कुराहरू र आफ्नो नैतिकताप्रतिको जिम्मेवारीको कुराहरू, यो विषयवस्तुहरू अलि बढी घरबाट पनि अभिप्रेत हुने गर्दछन्। त्यसकारण यो पनि एउटा समाज हो भने घर एउटा न्यारो डाउनको समाज हो। त्यसकारण त्यो समाजबाट आउँदै गर्दा अभिभावकज्यूहरूले त्यो खालको संस्कार, त्यो खालको दृष्टान्त, त्यो खालको एउटा गाइडलाइन दिएर पठाउनु भयो भने पक्कै पनि त्यो कुरालाई अझ बढी हामी क्यारी अन गरेर यो विद्यालयले उहाँले सोचेको, उहाँले देख्नुभएको सपनालाई पुरा गर्ने र एउटा सानो कलिला नाबालकलाई यो देशको एउटा हुनहार योग्य नागरिक बनाउने अभियानमा विद्यालयले सधैँभरि तत्परताका साथ काम गर्नेछ। यो काम गर्नको निम्ति म सम्पूर्ण अघि सुरुमा भनेका सबै स्टेक होल्डरहरूलाई त्यही रूपले साथ र सहयोग दिनको निम्ति पनि हार्दिक आह्वान गर्दै नयाँ वर्षको रूपमा, नयाँ शैक्षिक सत्रको रूपमा 2082 हाम्रो घर आँगनमा तत्काल आइरहेको छ। यो सन्दर्भमा सम्पूर्ण शिक्षा क्षेत्र, सम्पूर्ण नेपाली बुवाआमा, दाजुभाइ, दिदीबहिनीहरू सबैलाई शिक्षा, स्वास्थ्य, सामाजिक, सांस्कृतिक सबै रूपमा रूपान्तरण हुन सक्ने र आफ्नो सोचलाई सकारात्मक ढङ्गले बदलेर यो देशमा हामी एउटा नेपाली नागरिक हुनुको पहिचान दिन सक्ने खालको काममा सबैलाई लाग्नको निम्ति हार्दिक आग्रह र अनुरोध गर्दै नयाँ वर्ष 2082 को फेरि पनि म सम्पूर्णलाई हार्दिक शुभकामना व्यक्त गर्दछु। धन्यवाद।